त्यसैगरी अब अर्को भागमा रहेको छ जेनेटिक टेक्नोलोजी। अब मेन्डलले आफ्नो एक्सपेरिमेन्टद्वारा चाहिँ जिनहरू प्यारेन्ट्सबाट अफस्प्रिङमा सर्छ भनेर त भनिहाले। अब उसले दिएको जुन लहरू छ त्यसको आधारमा निर्माण भएको टेक्नोलोजी जसद्वारा चाहिँ नयाँ नयाँ किसिमका क्रस ब्रिड गरेर अर्गानिजमहरू प्रोड्युस गरिन्छ है। जस्तै लायन र टाइगर अलग अलग स्पिसिसका अर्गानिजमहरूलाई चाहिँ क्रस ब्रिड गराइयो भने नयाँ किसिमको अफस्प्रिङ प्रोड्युस हुन्छ जसलाई लाइगर नाम दिएको छ है। त्यस्तो बनाउने, त्यसै गरी चाहिँ अरू थुप्रै प्लान्ट्सहरूमा गरिने एक्सपेरिमेन्टद्वारा चाहिँ राम्रो उत्पादन दिने वृक्षहरूको निर्माण गर्न सकिने जुन टेक्नोलोजी छ त्यसलाई जेनेटिक टेक्नोलोजी भनिन्छ। त्यसको बारेमा पनि अब केही छलफल गरौँ। अब जेनेटिक टेक्नोलोजी अन्तर्गत के पर्छ भन्ने कुरा पनि छलफल गरौँ। जिनको स्टडी गरेर कुनै पनि अर्गानिजमको जेनेटिक मेकअप अथवा डिएनए स्टडी गरेर कुनै अर्को अर्गानिजमको जिन अथवा डिएनए सँग चाहिँ मिलाएर नयाँ अफस्प्रिङ प्रोड्युस गर्ने टेक्नोलोजीलाई जेनेटिक टेक्नोलोजी भनिन्छ। यसमा चाहिँ नयाँ अफस्प्रिङ प्रोड्युस गर्ने मात्र होइन कि डिएनए टेस्टिङ, त्यसै गरी सेलेक्टिभ ब्रिडिङ, क्रस ब्रिडिङ जस्ता अन्य थुप्रै प्रक्रियाहरू पनि रहेका छन् हैन। यी सँगसँगै चाहिँ क्रस ब्रिडिङ गर्ने थुप्रै टेक्नोलोजीहरू छन् है। आजकल चाहिँ टेस्ट ट्युब बेबी पनि बनाउन मिल्ने चाहिँ किसिमको प्रविधि आइसकेको छ। यी सबै जेनेटिक टेक्नोलोजी अन्तर्गत पर्ने गर्दछ है। कुनै पनि दुईटा अर्गानिजम्स अब ह्युमनकै केसमा मनुष्यकै केसमा चाहिँ फिजिकल कन्ट्याक्टमा नआइकन मेटिङ नगरिकन चाहिँ पनि अफस्प्रिङ प्रोड्युस गर्न सक्ने है। एक्सटर्नल्ली नै स्पर्म र ओभा चाहिँ इजेकुलेट गरेर चाहिँ नयाँ एम्ब्रायो फर्म गर्न सक्ने टेक्नोलोजी प्रोड्युस भइसकेको छ जुन सबै जेनेटिक टेक्नोलोजी अन्तर्गत पर्दछ। बेसिकल्ली जिनको राम्रोसँग स्टडी गरेर हैन कुनै मिल्ने किसिमको अर्गानिजमसँग चाहिँ जेनेटिक फ्युजन गराइयो भने नयाँ किसिमको अफस्प्रिङहरू देख्न सकिन्छ। यस्ता प्रविधिहरू चाहिँ जेनेटिक टेक्नोलोजीले विकास गरेको छ है। अब जेनेटिक टेक्नोलोजीमा सबभन्दा पहिला पर्ने भनेको छ डिएनए टेस्टिङ। डिएनए टेस्टिङ मुख्यतः केसमा चाहिँ क्रिमिनल एक्टिभिटिजहरू इन्भेस्टिगेट गर्नको लागि प्रयोग गरिन्छ। त्यसै गरी प्याटर्निटी प्रुभ गर्नको लागि पनि है। बाउ छोराको सम्बन्ध, आमा छोराको सम्बन्ध, रिलेटिभ्सहरूको सम्बन्ध चाहिँ तपाईको इस्ट्याब्लिस गर्नको लागि हैन पनि डिएनए टेस्टिङ गर्ने गरिन्छ। डिएनए टेस्टिङ चाहिँ एकदमै गाह्रो प्रक्रिया हो अथवा एकदमै सूक्ष्म प्रक्रिया हो भन्न सकिन्छ। डिएनए को स्याम्पल कलेक्ट गर्दाखेरि एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ है। जस्तै अब कुनै क्रिमिनल साइटमा क्रिमिनलले छोडेको आफ्नो ट्रेसेसहरू उठाउँदाखेरि यदि चाहिँ लापरवाही गरियो भने जुन चाहिँ इन्भेस्टिगेटर हुन्छ, जसले चाहिँ इन्भेस्टिगेट गरिरहेको हुन्छ, उसको डिएनए पनि मेल खान जान सक्छ है। त्यो हिसाबले डिएनए को स्याम्पल उठाउँदाखेरि एकदमै ध्यानपूर्वक उठाउनु पर्ने हुन्छ र टेस्ट पनि एकदमै जटिल छ है। कुनै पनि किसिमको ह्युमनको कुनै पनि सेलमा डिएनए हुन्छ नै र त्यो डिएनए को जेनेटिक जुन मेकअप हुन्छ त्यो पनि एउटै किसिमको हुन्छ। त्यसैले चाहिँ हामीले अलग अलग इन्डिभिजुअल छुट्याउन सकिन्छ र त्यो प्रक्रिया आजकल इन्भेस्टिगेसनमा पनि काम लाग्ने रहेको छ। त्यसैगरी जेनेटिक इन्जिनियरिङमा अर्को किसिमको अथवा जेनेटिक टेक्नोलोजीमा अर्को किसिमको चाहिँ जुन मेथड यहाँ व्याख्या गरेको छ त्यो हो सेलेक्टिभ ब्रिडिङ। पहिलेदेखि नै हैन एग्रिकल्चरल पर्पजको लागि मेनली हैन यो टेक्नोलोजी नआउँदाखेरि पनि पहिला पनि बढी फल दिने वृक्षहरूलाई चाहिँ ब्रिड गराएर हैन अथवा कल्मी गरेर अथवा चाहिँ उनीहरूलाई चाहिँ बचाएर राखेर नयाँ बिरुवा उत्पादन गर्ने चलन पहिलेदेखि नै थियो। अब त्यही हो, राम्रो किसिमको क्यारेक्टर्स भएको अर्गानिजम अथवा प्लान्ट्सहरूलाई मात्र ब्रिड गराउने प्रक्रियालाई सेलेक्टिभ ब्रिडिङ भनिन्छ है। अब कुनै विशेष गुण भएको हामीलाई नयाँ अफस्प्रिङ चाहियो, बढी फल दिने चाहियो, बढी लामोसम्म उब्रिने अथवा बढी उचाइसम्म चाहिँ बढ्ने किसिमको वृक्ष चाहियो, तिनीहरूको लागि चाहिँ हामीले सेलेक्टिभ ब्रिडिङ गर्न सक्छौँ। सेलेक्टिभ ब्रिडिङ चाहिँ प्लान्टमा होइन, प्लान्टमा मात्र होइन एनिमल्सहरूमा पनि गर्न सकिन्छ। केही उदाहरणहरू हामीले हेर्नेछौँ। अब यदि हामीले एकदमै रोजेर सेलेक्टिभ ब्रिडिङ गराउँदै गयो भने चाहिँ आउने पुस्ताहरूमा चाहिँ एउटै किसिमको मात्र क्यारेक्टरिस्टिक्सहरू रहन्छ है। जस्तै
अलगा अलगा रुखहरूलाई मात्र क्रस ब्रिड गराउँदै गयो भने होचा रुखहरू त हराएर जाने भयो हैन। आउने नयाँ पुस्तामा अलगा ब्रिड, त्यसपछि फेरि नयाँ पुस्ता बनायो भने अब अलगा प्योर टल अब पी प्लान्टकै एक्जाम्पल लिँदाखेरि प्योर टल र प्योर टल पी प्लान्टलाई चाहिँ क्रस ब्रिड गरायो भने बन्ने सबै अफस्प्रिङहरू प्योर टलै जन्मिन्छन्, त्यसपछिको जेनेरेसन पनि सबै टलै हुन्छन् हैन। त्यसरी चाहिँ होचा अफस्प्रिङहरू चाहिँ हराएर जाने हुन सक्छन्, अथवा अलगा र होचा मात्र नभएर अरू क्यारेक्टरिस्टिक भएका अफस्प्रिङ पनि हराएर जाने हुन सक्छन् है। त्यो हिसाबले यसका केही बेफाइदाहरू पनि छन्, बेफाइदाहरूतिर पनि हामी एकचोटि छलफल गरिहालौँ। पहिलो दिएको छ युजुअली सेलेक्टिभ ब्रिडिङ इन्क्रिजेस द पपुलेसन अफ प्लान्ट एन्ड एनिमल ह्याभिङ सिमिलर जेनेटिक ट्रेट्स। उस्तै किसिमका जेनेटिक ट्रेट भएका, उस्तै किसिमका जेनेटिक मेकअप भएका, उस्तै किसिमका जिन भएका नयाँ अफस्प्रिङ मात्र प्रोड्युस हुन्छन्। यो चाहिँ पहिलो बेफाइदा हो, किनकि अर्को क्यारेक्टरिस्टिक देख्न सकिँदैन, प्रकृतिबाट त्यस्ता क्यारेक्टरिस्टिकहरू लोप भएर जान सक्छन्। देयर इज चान्स अफ स्प्रेडिङ इन्फेक्सियस डिजिज जेनेटिकल्ली है। अब जेनेटिक डिजिजहरू प्यारेन्ट्सबाट अफस्प्रिङमा हैन सर्ने किसिमका रोगहरू चाहिँ फैलिन सक्ने सम्भावना धेरै हुन्छ यदि सेलेक्टिभ ब्रिडिङ गरियो भने। त्यसैगरी इन दिस मेथड ब्रिडिङ बिट्विन भेरी क्लोजली रिलेटेड स्पिसिस इज डन, सो अफस्प्रिङ आर मोर लाइकली टु सफर कन्जेन्सियल जेनेटिक प्रब्लम। कन्जेन्सियल भनेको वंशाणुगत जेनेटिक प्रब्लम भन्न खोजे है। अब वंशाणुगत प्रब्लमहरू पनि अफस्प्रिङमा देखिन सक्छ, जस्तो जे समस्या चाहिँ प्यारेन्ट्सहरूमा थियो त्यो समस्या अफस्प्रिङमा पनि निरन्तर रहिरहन्छ। त्यो समस्यालाई चाहिँ हामीले सेलेक्टिभ ब्रिडिङद्वारा चाहिँ हटाउन सकिँदैन। यदि चाहिँ अलग अलग किसिमको ट्रेड्सहरूमा चाहिँ फेरि क्रस ब्रिड गराइयो भने मात्र चाहिँ नयाँ किसिमको अफस्प्रिङ प्रोड्युस हुन्छ र त्यसमा त्यो जेनेटिक डिजिज कम हुने चान्स पनि हुन सक्छ है। तर सेलेक्टिभ ब्रिडिङद्वारा चाहिँ यदि उस्तै ट्रेड्स भएका अर्गानिजमलाई मात्र ब्रिड गराइयो भने चाहिँ त्यो रोगहरू अथवा केही कमी छ भने त्यो कुराहरू चाहिँ रहि नै रहन्छ अफस्प्रिङमा पनि। त्यसैगरी सेलेक्टिभ ब्रिडिङ इज अल्सो कल्ड आर्टिफिसियल सेलेक्सन बिकज इट इन्भल्भ्स ह्युमन इन्टरफेरेन्सेस। सेलेक्टिभ ब्रिडिङलाई चाहिँ आर्टिफिसियल ब्रिडिङ पनि भनिन्छ है। अब यो नेचुरल प्रक्रियाद्वारा, प्राकृतिक प्रक्रियाद्वारा चाहिँ हुने किसिमको ब्रिडिङ होइन। यसमा चाहिँ मानिसले आफ्नो सुविधा अनुसार चाहिँ नयाँ किसिमको अर्गानिजमहरू विकास गर्ने हो हैन। त्यो यसरी चाहिँ प्रकृतिसित पनि छेडखानी हुने जस्तो कुरा हो, त्यो पनि एउटा बेफाइदा हो। त्यसैगरी सेलेक्टिभ ब्रिडिङ इनहिबिट्स सम नेचुरली अकरिङ जेनेटिक ट्रेट्स एन्ड क्यान एफेक्ट बायोडाइभर्सिटी मेकिङ इट पोसिबल फर स्पेसिस टु बिकम एक्सटिन्क्ट इन फ्युचर है। कुनै किसिमको अघि पनि कुरा गरिसक्यौँ है। अब सेलेक्टिभ ब्रिडिङमा चाहिँ एउटा स्पेसल टाइपको ट्रेट्स मात्र लिएर चाहिँ अर्गानिजमहरूलाई चाहिँ ब्रिड गराउने गरिन्छ। यस्तो गर्दाखेरि चाहिँ कुनै अर्को किसिमको क्यारेक्टरिस्टिक भएका अर्गानिजमहरू चाहिँ लोप हुँदै जान सक्छन् है, अथवा आउने पुस्ताहरूमा चाहिँ पहिला रहेका क्यारेक्टरिस्टिकहरू कुनै महत्त्वपूर्ण क्यारेक्टरिस्टिकहरू पनि हराएर जान सक्छन् भन्ने कुरा गरिएको छ है। त्यसैगरी मेथड अफ सेलेक्टिभ ब्रिडिङमा हामीलाई दिएको छ, सबभन्दा पहिलो छ इनब्रिडिङ है। अब यदि एउटै किसिमका ट्रेड्स भएका हैन, एउटै किसिमका ट्रेड्स भएका एकदमै रिलेटेड एनिमल्सहरूलाई अथवा प्लान्टहरूलाई चाहिँ ब्रिड गराइयो भने त्यसलाई इनब्रिडिङ भनिन्छ है। उस्तै क्यारेक्टरिस्टिक भएका एनिमल्सहरूलाई चाहिँ ब्रिड गराइयो भने इनब्रिडिङ भनिन्छ। लाइन ब्रिडिङ भनेको चाहिँ अलिकति फरक क्यारेक्टरिस्टिक भएका तर एउटै स्पिसिसका अलिकति फरक फरक किसिमका क्यारेक्टरिस्टिक भएका अर्गानिजमहरूलाई ब्रिड गरायो भने त्यसलाई लाइन ब्रिडिङ भनिन्छ है। अब इनब्रिडिङमा केही एक्जाम्पलहरू छन्। इनब्रिडिङमा चाहिँ प्योर ब्रिड प्रोड्युस हुन्छ भन्नाले टल मात्र क्रस ब्रिड गराइयो, डर्क मात्र गराइयो, कालो मात्र गराइयो, गोरो मात्र गराइयो भने चाहिँ के हुन्छ, अथवा त्यसरी गराइने क्रस ब्रिडलाई इनब्रिडिङ भनिन्छ। भने चाहिँ कन्ट्रास्टिङ क्यारेक्टर्सहरूलाई चाहिँ ब्रिड गराइयो भने, अलग अलग क्यारेक्टर्स भएका चाहिँ अर्गानिजमहरूलाई ब्रिड गरायो भने त्यसलाई चाहिँ लाइन ब्रिडिङ भनिन्छ है। अब एक्जाम्पलको रूपमा सेन्समे क्याट र ल्याब्राडोर डग्सहरूको बारेमा एक्जाम्पल दिएको छ। त्यसैगरी लाइन ब्रिडिङ इट इज अल्सो अ टाइप अफ इनब्रिडिङ। इन दिस मेथड ब्रिडिङ इज डन बिट्विन मोर डिस्टिङ्क्ट रिलेटिभ्स। अलिकति फरक किसिमका रिलेटिभ्सहरूमा चाहिँ
ब्रिडिङ गराइन्छ लाइन ब्रिडिङको केसमा है। अलिकति बडो फरक क्यारेक्टरिस्टिक भएका अर्गानिजमहरूमा चाहिँ ब्रिडिङ गराइन्छ। यस्तो गर्दाखेरि चाहिँ जुन वंशाणुगत रोगहरू थिए कुनै पनि एउटा स्पिसिसमा त्यो चाहिँ हराएर जान पनि सक्छ भन्ने कुरा लाइन ब्रिडिङले अथवा लाइन ब्रिडिङको एउटा त्यो फाइदा हो। इनब्रिडिङ भन्दा चाहिँ लाइन ब्रिडिङ अलिकति बढी हेल्दी अफस्प्रिङ दिने किसिमको चाहिँ ब्रिडिङ प्रक्रिया हो भनेर बुझ्न सकियो। त्यसै गरी सेल्फ पोलिनेसन भन्ने त हामीलाई थाहा नै छ। कुनै पनि एउटै किसिमको प्लान्ट लिएर हैन हामीले सेक्सुअल रिप्रोडक्सन गराइयो भने त्यसलाई सेल्फ पोलिनेसन भनिन्छ। एउटै प्लान्टको फ्लावरको पोलेन ग्रेन त्यही फ्लावरको तपाईको स्टिग्मामा चाहिँ ट्रान्सफर हुन्छ भने त्यसलाई सेल्फ पोलिनेसन भनिन्छ। त्योद्वारा गराइने प्लान्टहरू चाहिँ ठ्याक्क जस्तो अगाडिको प्लान्ट थियो त्यस्तै पछिको वृक्ष पनि हैन प्यारेन्ट प्लान्ट जस्तो थियो बन्ने नयाँ वृक्षहरू पनि हुबहु त्यस्तै नै हुन्छन्। अब हामीलाई फोटोकपी किसिमको अर्गानिजम चाहियो भने सेल्फ पोलिनेसन गराउँदा हुन्छ भनेर बुझ्दा भयो। त्यसै गरी क्रस ब्रिडिङ भनेर दिएको छ। क्रस ब्रिडिङ भनेको चाहिँ दुईटा अब नमिल्ने किसिमको इन्डिभिजुअलहरुमा ब्रिड गरायो भने अघि नै पनि एक्जाम्पल दिएको थियो लायन र टाइगर हैन। त्यसै गरी जेब्रा र हर्स हैन यिनीहरुलाई चाहिँ क्रस ब्रिड गरायो भने कस्तो किसिमको अफस्प्रिङ प्रोड्युस हुन्छन् हैन। अथवा क्रस ब्रिडिङ गराइयो भने त्यो प्रक्रियालाई चाहिँ क्रस ब्रिडिङ भनिन्छ। अफस्प्रिङ प्रोड्युसेस बाइ क्रस ब्रिडिङ आर कल्ड हाइब्रिड्स। अनि यसरी चाहिँ बन्ने जुन अफस्प्रिङहरु हुन्छन् यिनीहरुलाई चाहिँ हाइब्रिड भन्ने गरिन्छ किनकि यसमा चाहिँ दुईटा अलग अलग प्लान्टको चाहिँ क्यारेक्टरिस्टिक अथवा अलग अलग अर्गानिजमको चाहिँ क्यारेक्टरिस्टिकहरु मिलेका हुन्छन्। अब क्रस ब्रिडिङ द्वारा बनाइएका केही अब प्रयोगद्वारा बनाइएका चाहिँ केही अर्गानिजम्सहरुको बारेमा हामीलाई दिएको छ। सबभन्दा पहिला लाइगरकै बारेमा दिएको छ है। अब मेल लायन र फिमेल टाइगर, अब लायन र टाइगरमा पनि मेल फिमेल त भइ नै हाल्छ हैन। पुरुष लायन र महिला टाइगरमा ब्रिडिङ गरायो भने बन्ने अफस्प्रिङलाई लाइगर भनिन्छ। इट इज मोस्ट नोन हाइब्रिड एनिमल। इट इज द लार्जर देन इट्स प्यारेन्ट्स है। लायन र टाइगर भन्दा पनि ठूला हुन्छन् त्यो लाइगर है। अनि इट जेनरली बिहेव्स लाइक द लायन। अनि यसले चाहिँ लायन जस्तो बिहेभियर देखाउँछ भनिएको छ। त्यसै गरी टाइगर भनेको छ अब ठ्याक्क उल्टो मेल टाइगर अनि फिमेल चाहिँ लायनलाई चाहिँ ब्रिड गराइयो भने त्यो पनि ब्रिड गराउन सम्भव रहेछ। र त्यसरी चाहिँ ब्रिडिङ गरायो भने त्यहाँ बन्ने अफस्प्रिङहरु टाइगर बन्ने गर्छ। अब यिनीहरु चाहिँ लाइगर भन्दा साना हुन्छन् है। एन्ड इट इज स्मलर देन आइदर अफ इट्स प्यारेन्ट्स। अनि जुन प्यारेन्ट्सहरु थिए लायन टाइगर तिनीहरु भन्दा पनि साना हुन्छन् र यिनीहरु। इट रिजेम्बल्स टाइगर बट मोस्ट क्वालिटिज सच एज रोरिङ एन्ड सोशलाइजेसन आर लाइक दैट अफ लायन। हेर्दाखेरि चाहिँ टाइगर जस्ता हुन्छन् रे तर चाहिँ क्यारेक्टरिस्टिकहरु लायन जस्ता हुन्छन् रे यिनीहरु अफस्प्रिङमा। यसरी प्रोड्युस भएका अफस्प्रिङहरु चाहिँ कुनै कुनै फेरि ब्रिड गर्न सक्ने किसिमका पनि हुन्छन्। जस्तै लाइगरलाई मिलाएर चाहिँ फेरि नयाँ अर्को बच्चा पनि जन्माउन सकिन्छ भने चाहिँ कुनै कुनैमा चाहिँ नमिल्ने पनि हुन्छ फेरि फर्दर जेनेरेसन। कुनै कुनै फर्टाइल नहुने पनि हुन्छन् फेरि है। त्यसै गरी अर्को छ बिफ्यालो भनेर दिएको छ। यो चाहिँ बफ्यालो र बुल अथवा साँडे भैँसी र साँडेको बीचमा चाहिँ यदि क्रस ब्रिड गरायो भने बन्ने चाहिँ बिफ्यालो रहेको छ। दे आर डिफरेंट फ्रम अदर हाइब्रिड्स एन्ड दे क्यान रिप्रोड्युस भनेको छ। अब त्यो लायन टाइगरलाई चाहिँ रिप्रोड्युस गर्न नसके पनि बिफ्यालो चाहिँ आफैमा रिप्रोड्युस गरेर फेरि नयाँ अफस्प्रिङ जन्माउन सक्ने किसिमका हुन्छन्। त्यसै गरी अर्को दिएको छ जेब्रोइड। यो चाहिँ जेब्रा र हर्स हैन घोडा र जेब्रा मिलाएर चाहिँ जेब्रोइड बनाइएको छ। द हाइब्रिड एनिमल्स कन्टेनिङ बाइ क्रसिङ द जेब्रा एन्ड हर्स इज जेब्रोइड। अनि यो जेब्रोइड चाहिँ एकचोटि जन्मियो भने त्यसले फेरि अर्को पुस्ता निरन्तर चलाउन सक्दैन। दे क्यानट रिप्रोड्युस भनिएको छ। त्यसै गरी म्युल दिएको छ हैन। अब घोडा र तपाईको गधा हैन दुईटामा क्रस ब्रिड डङ्की र हर्समा चाहिँ क्रस ब्रिड गराएर बनाइने चाहिँ म्युल हो है। अब म्युल पनि स्टेराइल हुन्छ। यो पनि फेरि नयाँ अफस्प्रिङ प्रोड्युस गर्न सक्ने किसिमका हुँदैनन्। इट क्यान क्यारी लोड लाइक डङ्की एन्ड रन लाइक द हर्स। अब यो म्युलको विशेषता के छ भनेपछि यो घोडा जस्तै तेज दौड्न सक्छ र चाहिँ भारी पनि उठाउन सक्छ फेरि गधा जस्तो है। सो यसमा चाहिँ दुईटैको क्यारेक्टरिस्टिकहरु देख्न सकिन्छ। यो पनि क्रस यो सबै जेनेटिक टेक्नोलोजीद्वारा प्यारेन्ट्सबाट अफस्प्रिङमा गुणहरु सर्छ भनेर पुष्टि गर्नको लागि बनाएका केही प्रयोगद्वारा बनाएका केही
अर्गानिजमहरू रहेका छन्। त्यसैगरी अर्को छ पोमेटो, टमेटो र पोटेटो है मिलेर बन्ने चाहिँ पोमेटो भनिन्छ। अब भनेको आलु र टमाटरको वृक्षहरूमा चाहिँ ब्रिड गराएर चाहिँ नयाँ किसिमको वृक्ष बनाइन्छ भने त्यसलाई पोमेटो भनिन्छ। अब यसको चाहिँ के हुन्छ भनेपछि जमिनभन्दा तल आलु फल्छ, जमिनभन्दा माथि टमाटर फल्छ है, त्यस्तो किसिमको चाहिँ प्लान्ट पनि बनाइसकिएको छ जेनेटिक टेक्नोलोजीद्वारा। So potato is the plant produced by crossbreeding potato and tomato. In this plant, tomato is produced in steam. आगामा टमाटर फल्छ जमिनभन्दा माथि, अनि पोटेटो इज प्रोड्युस अन्डरग्राउन्ड, जमिन तल चाहिँ आलु फल्छ अरे त्यसमा है। सो अब यिनीहरूका केही फाइदा पनि छन्। एउटै वृक्षमा टमाटर र आलु दुईटै फलाउनु पनि सकियो हैन। ल अर्को कुरा चाहिँ यस्तै मात्र किसिमको चाहिँ अर्गानिजमहरू प्रोड्युस गर्दै गयो भने, यस्तै किसिमको पोमेटो मात्र बनाउँदै गइयो भने चाहिँ पोटेटो र टमेटो अलग अलग जुन फल्छन् तिनीहरूको अन्य क्यारेक्टरिस्टिकहरू चाहिँ हराएर जान सक्छ है। त्यही भएर यसका केही बेफाइदाहरू पनि छन्, केही फाइदाहरू पनि छन्। अब यहाँ दुईटै कुरा दिएका छन्, क्रस ब्रिडिङका केही फाइदा र केही बेफाइदा बारेमा पनि छलफल गरौँ। प्लान्ट एनिमल जुन कुनै किसिमको सेल भए पनि यदि हामीले पावरफुल माइक्रोस्कोपबाट चाहिँ एक्जामिन गर्छौँ भने, एकदमै पावरफुल माइक्रोस्कोपले हेरिन्छ भने चाहिँ त्यसको भित्र न्युक्लियसमा हामीले सानो थ्रेड लाइक स्ट्रक्चर देख्न सकिन्छ अथवा फाइबरहरू देख्न सकिन्छ, धागो जस्तो स्ट्रक्चर देख्न सकिन्छ, जसलाई चाहिँ क्रोमेटिन फाइबर भन्ने गरिन्छ है। क्रोमेटिन फाइबर्स पनि डिएनए र थुप्रै न्युक्लिक एसिडहरू मिलेर बनेको हुन्छ है। तर क्रोमोजोम भनेको के हो त, अब त्यतिर लागौँ। जब सेल डिभिजन हुने प्रक्रिया सुरु हुन्छ, जब सेल डिभाइड हुन थाल्छ, त्यति बेला यो क्रोमेटिन फाइबरहरू मिलेर चाहिँ एउटा डबल स्ट्रेन्ड स्ट्रक्चर बनाउँछ। जस्तै अघि नै भाइरसको डायग्राम थियो नि, त्यस्तै चाहिँ त्यो किसिमको दुईटा धागो मिलेर चाहिँ यसो क्रस टाइपको स्ट्रक्चर बनाउने गर्दछ अथवा डबल स्ट्रेन्ड स्ट्रक्चर बनाउने गर्दछ, जसलाई चाहिँ हामीले क्रोमोजोम भन्ने गर्दछौँ है। क्रोमोजोम मुख्यतया डिएनए र हिस्टोन प्रोटिन मिलेर बन्या हुन्छ र त्यसमा थुप्रै संख्यामा जिन पनि हुने गर्दछ अथवा डिएनए हुने गर्दछ भनेर बुझ्दा भयो है। जिन भन्नु र डिएनए भन्नु उस्तै कुरा हो है। डिएनए को सानो सेगमेन्टलाई जिन भनिन्छ है। मुख्य मेन पार्ट भनेको चाहिँ डिएनए र हिस्टोन प्रोटिन्स रहेको छ क्रोमोजोममा। सेल डिभाइड हुँदाखेरि मात्र क्रोमोजोम हामीले सेलमा देख्न सकिन्छ, अरु बेला चाहिँ क्रोमोजोम सेलमा हुँदैन, क्रोमेटिन फाइबर्सको रूपमा सेपरेटली चाहिँ बसिरहेको हुन्छ न्युक्लियस भित्र है। क्रोमोजोमको स्ट्रक्चरको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको स्ट्रक्चर डबल स्ट्रेन्ड हुन्छ है। अब यो त फुल बनाए जस्तो भयो। यसैमा अब यो यस्तै किसिमको डबल स्ट्रेन्ड स्ट्रक्चर हुन्छ डिएनए को, क्रोमोजोमको सरी। क्रोमोजोमको मुख्यतया दुईटा पार्ट छन् जसलाई क्रोमेटिन र सेन्ट्रोमियर भनिन्छ है। क्रोमेटिड्स अनि यो बिचको जुन गाँठो छ यसलाई सेन्ट्रोमियर भन्नु पर्यो। यो चारवटा क्रोमेटिड्स र बिचमा एउटा जुन छ यो थ्रेड लाइक कस्ने किसिमको जुन गाँठो छ भन्दा भयो त्यसलाई चाहिँ सेन्ट्रोमियर भन्न सकिन्छ हामीले। अनि यो सँगसँगै एलाइन गरिएको जुन क्रोमोजोम छ, क्रोमेटिड्सहरु छ, यस्तोलाई चाहिँ सिस्टर क्रोमेटिड्स भनिन्छ है। दिस सँगसँगै एलाइन, यो दुईटा चाहिँ सिस्टर क्रोमेटिड्स भए भने यो दुईटा अर्को सिस्टर क्रोमेटिड्स भए है। अनि सेल क्रोमोजोम डिभाइड हुँदाखेरि चाहिँ यहाँ सेन्ट्रोमियरबाट चाहिँ यो विभाजित हुन्छ र दुईटा अलग अलग क्रोमोजोमहरुको निर्माण हुन्छ है। क्रोमोजोमहरुले चाहिँ अब सेल डिभाइड हुँदाखेरि चाहिँ हेरिडिटीलाई गर्दछ अथवा हेल्प गर्ने, अब त्यो प्रोसेसहरु चाहिँ कम्प्लिट हुनलाई मद्दत गर्दछ भनेर बुझ्दा भयो। अब क्रोमोजोममा रहेका केही विशेष पार्टहरुको बारेमा पनि छलफल गरौँ। सबभन्दा पहिलो रहेको छ जिन है। अब डीएनए को सबभन्दा सानो फ्रेगमेन्ट जसले चाहिँ जेनेटिक क्यारेक्टर्स क्यारी गर्छ त्यसलाई चाहिँ जिन भनिन्छ भनेर हामीले बुझ्दा हो है। जेनेटिक मेटेरियल क्यारी गर्ने डीएनए को एकदमै सानो भागलाई चाहिँ जिन भनिन्छ। कुनै पनि सेल भित्र मिलियन अफ जिन हुन्छन् र हरेक जिनले चाहिँ केही न केही
के अरे इन्डिभिजुअलको क्यारेक्टर्सहरू फिजिकल क्यारेक्टर्स क्यारी गरिरहेको हुन्छ है। जिनले चाहिँ अब जिन रिप्लिकेसन प्रोसेसद्वारा होस् अथवा चाहिँ रिकम्बिनेसन प्रोसेसद्वारा होस् हैन, इभोल्युसनलाई चाहिँ हेल्प गरिरहेको हुन्छ, नयाँ अर्गानिजम नयाँ किसिमको अर्गानिजम फर्म हुनलाई चाहिँ मद्दत गरिरहेको हुन्छ। त्यसैगरी अर्को कुरा छ टाइप अफ क्रोमोजोम्स। क्रोमोजोमको दुईटा टाइप हुन्छन् मुख्यतः, सोमेटिक क्रोमोजोम र सेक्स क्रोमोजोम भनेर हामीले बुझ्दा भयो है। सोमेटिक क्रोमोजोम भनेको भेजिटेटिभ क्रोमोजोम भनेर जानिराख्नुस्। द क्रोमोजोम दैट डिटरमाइन द फिजिकल characteristic of an individual are somatic chromosome. In a pair of somatic chromosome, each member has the same morphology, so these chromosomes are called autosomes भनेको छ है। जस्तै